गुड मर्निङ सबैलाई है। र अहिले घडी चाहिँ म मिरिक टी गार्डनमा छु। प्रायः मेरो चाहिँ टी गार्डनको भिडियो चाहिँ प्रायः हुन्छ, किनभने यस्तो दामी दामी टी गार्डन छ दार्जिलिङमा है। हेर्नुहोस् त तपाईँहरू यो जग्गा आइरहनु भएको होला है, देखिरहनु भएको जग्गा हो यो सबै टी गार्डन हो। हेर्नुहोस् त यस्तो दामी जग्गा छ यहाँ दार्जिलिङमा। घुम्ने चाहिँ जग्गा नभएको छ होइन। साँच्चै नै मेरो टुरिस्ट तल तीनजना जाँदैछ यहाँ सेतो सर्ट लगाएर, अरू म्याडम पनि छ तिनीहरूलाई देखाइदिएको। एकदम यिनीहरू खुसी भयो, दार्जिलिङ यस्तो दामी जग्गा रहेछ घुम्ने जग्गा, तैँले मलाई यो जग्गा ल्याइस् र मलाई धेरै खुसी लाग्यो भन्दैछ होइन। अब दार्जिलिङमा धेरै आज चाहिँ धेरै पानी परेको कारणले गर्दाखेरि चाहिँ दार्जिलिङको साइड सिन नगर, मैले मिरिक हिँड भने मलाई पनि टेन्सन लागिरहेको थियो मिरिक ल्याउनु, किनभने दार्जिलिङमा हेभी पानी पर्दैछ, बिहानदेखि पानी पर्दै थियो। र मिरिकमा चाहिँ हामी जस्तो हामी माथि पशुपतिबाट तल आएपछि चाहिँ एकदमै सुक्खा भइरहेको रहेछ। हेर्नुहोस् यस्तो दामी भ्यू देखिरहेको रहेछ है। साँच्ची ढाँटेको छ होइन, तर दामी भ्यू देखिरहेको छ। हेर्नुहोस् त यस्तो दामी हर जग्गा टी गार्डनहरू देख्छ। यहाँ चाहिँ के छ भने टी गार्डनमा अब भित्र पसेर प्रायः फोटो यहाँतिर चाहिँ दिन्छ, नभए अरू जग्गा चाहिँ दिँदैन तपाईँको चाहिँ। हेर्नुहोस् त यस्तो दामी टी गार्डन छ यहाँ दार्जिलिङमा चाहिँ, यस्तो घुम्ने जग्गा दामी छ यी। हेर्नुहोस् त टुरिस्टहरू हेभी इन्जोय गरिरहेको छ। तपाईँहरू आइरहनु भएको होला। र यो चाहिँ मिरिकदेखि माथि गोपालधारा टी गार्डन हो। यो चाहिँ एकदम दामी छ, बाटोमा 2-3वटा गाडी छ राखिरहेको छ र दामी छ जग्गा चाहिँ है। तपाईँहरू कहिले आउनुहुन्छ भने नि तपाईँलाई त टी गार्डन त त्यति अब मन पर्दैन होला, तर पनि हेर्नुहोस् यो गार्डन चाहिँ अब एकदम आँखामा हालेर नबिजाउने खालको यस्तो दामी गार्डन छ यो चाहिँ। हेर्नुहोस् है पत्ती टिप्ने दिदीहरू पनि जाँदैछ यी, यस्तो दामी छ जग्गा। र थ्याङ्क यू। मेरो भिडियो अगर तपाईँलाई मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनुहोस् है। थ्याङ्क यू।